हेलो म फेरि अर्को मिनी ब्लग लिएर आएको छु है। मलाई चाहिँ चिकन अचार युट्युबमा अरूले बनाएको देखेर नि खाउँ लागिरहेको थियो है। आज म बनाएरै छोड्छु भनेर चाहिँ मलाई जाँगर चल्यो क्या। त्यसपछि मैले बम्बई ग्रोसरी गएर तोरी धनियाँ यसलाई के चाहिन्छ सबै किनेर ल्याएँ। टिमुर्ची घरमै थियो अनि सुप चाहिँ अलिकति साथीसँग मागेर ल्याएँ। त्यसपछि खुर्सानी र तिललाई पनि मजाले भुटेँ। एकछिन रातो हुने गरी भुटिसकेपछि मैले सबैलाई एकै ठाउँमा राखेर पिनिदिएँ। यतापट्टि मैले चिकन बसालेको छु। चिकनलाई चाहिँ मजाले रातो हुने गरी फ्राई गर्नुपर्छ। डिम ग्यासमा फ्राई गऱ्यो भने चाहिँ राम्रोसँग पाक्छ र धेरै साह्रो पनि बन्दैन। यतिको फ्राई भइरहेको थियो। नानीलाई चाहिँ एकदमै फेरि मैले किचनमा काम गरेपछि उसलाई पनि सँगसँगै आउनुपर्छ। म सुक्का हातै चलाइराखेको छु। म चाहिँ छोडिदिन्छु लो गरोस् भनेर अनि एकदमै रहर पनि लाग्छ। अनि आएपछि नानी फेरि अब मैले यसलाई फ्राई गर्छु भनेर फ्राई गरिरहेको थिएँ। नानीले फेरि बिरेको चाहिँ हेर्नु फेरि पनि मिलाएर किचन कहिले चाहिँ यताउति हल्लाएको हुन्छ। नानी यतिको रातो भइसकेपछि मैले त्यसलाई खनाएँ। अनि त्यही फ्राई प्यानमा तोरी तेल थोरै राखेर अनि काटेर राखेको अदुवा लसुन त्यसमा राखेर एकछिन रातो हुन दिएँ। अनि पिनेर राखेको मसला त्यसमा एड गरेँ। राम्रो कलर देखिन्छ। रेड चिली पाउडर पनि राखेँ मैले थोरै, त्यो चाहिँ कलरको लागि मात्रै हो। अनि चाहिँ त्यसमा मैले अहिलेको चिकन एड गरिदिएँ। त्यो चिकन चाहिँ यति बास्ना आएको थियो बनाउँदाखेरि खाउँ लागिरहेको थियो। कस्तो राम्रो कलर आएको कि फेरि खाँदाखेरि चाहिँ यति मिठो भएको थियो है। एकदमै मिठो भएको थियो। मैले सोचेभन्दा मिठो। अनि मैले त्यसमा लेमन पनि राखेँ यसलाई थोरै अम्ली टेस्ट आओस् भनेर। उहाँले आएर खानु कति मिठो रे, एकदमै मिठो लाग्यो मलाई पनि। मैले फर्स्ट टाइम चिकन अचार बनाएर खुवाएको है। अनि यता नानी पनि मक्खबाट चिकन अचार खाइराखेको हेर्नु। कहिले पिरो नखाने मान्छे चिकन अचारको पिरो चाहिँ मजाले खाएपछि स्वाद लिँदै पानी खाँदै रहेछ लगाइरहेको चाहिँ यता नरिवल पनि टोकिरहेको थियो। त्यसपछि मैले पनि चाखेको थिएँ। एकदमै मिठो लाग्यो मलाई पनि। त्यसलाई चाहिँ मैले बट्टामा राखिदिएँ है। कहिलेसम्म पनि खानुहुन्छ भनेर बट्टामा हालेर राखिदिएँ। यो चाहिँ 10 दिन 15 दिनसम्म खाँदा केही फरक पर्दैन। हेर्नुहोस् त। बाई बाई।